हेलो हाई सेवारो नमस्कार म पुष्पा फेरि पनि आइसकेँ मेरो युट्युब च्यानल माई भिलेज माई लाइफमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी बिहेमा जाँदैछौँ बिहेमा जाँदैछौँ काकाको बिहेमा तयारी भएर है सबैजना म पनि रेडी गोजुर जानुभयो। एकछिनमा आउने तिमीहरू एकछिनमा आऊ ल हामी जाँदै गर्छौँ। अब उ पर हो बे घर चाहिँ थुम्चे बोक्नु भएको छ काकीले काकीको थुम्चेमा लगाइदिन्छु क्या यो छैन ए ल ल ल ल आङ्गा भरिया मसिनो पलाएको छ भर्खर उ साथी हो यस्तो छ के मटर चाहिँ खाने बेला भयो है त यी मटर चाहिँ खाने बेला भएको छ हाम्रो सही साथी मटर यस्तो छ बाटो त अब मासु खानु भनेपछि हामी चाहिँ फेरि उज्यालो अनुहार पारेर जान्छौँ बिहेमा त मासु दिन्छ नि त हामीलाई भारी अनि अरू बेला चाहिँ अँध्यारो अलिक भोजतिर चाहिँ अलिक अँध्यारो अनुहार पारेर जान्छौँ। यस्तो पो छौँ त हामी भन्ने मान्छेहरू यस्तो हो। ए तलै बाटो अप्ठ्यारो छ है चप्पल पनि खतरा छ। बिहे घरमा आइपुग्यौँ हामी यहाँ के मोबाइल छ अहिले एकछिन पछि बोल्नु नि तरकारीहरू शुभ विवाह अङ्कल आन्टीको बिहे हो वन्दना एन्ड भीम के ल्याएको छौँ अरे एकछिनमा भनौँ न आयौँ हामी ए ठोक्दै हिँड्नु है तपाईँ चाहिँ खै म बोक्छु लेख्नेहरू त ठुल्ठुलो पो रहेछ त हाम्रो डर्ने छ त्यहाँ बुरुङ हुन्छ चल्यो थुप्रो छैन आइरहेको छ अघि आएको रहेछ छिटो 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 भन्नु नि फटाफट गरिसकेर सिकाउनु नानी हाँसेको जस्तो लोकन्डीहरू पनि के हो अनि त अनि हेमा आन्टी पनि हुनुहुन्छ त अनि हेमा आन्टी पनि ए लोकन्डी चाहिँ यतामा रहेछ त ए बाबा अनि हाँस्दो रहेछ त हाँस्नु त लोकन्डी चाहिँ यता रहेछ अनि म चाहिँ कहाँ गएछ भन्दै हेर्दैछु भित्राउनेहरू चाहिँ खै राम्रो आइरहेछ यहाँबाट यता हाम्रो आन्टीलाई यता टेक्दै त्यहाँ टेक्दै अनि अनि लोकन्डीले हेमा आन्टीलाई उठाउने ए रुमा हालेर दिदीले उठाउने भित्र कलास बोक्नेहरू पछाडि कि लोखण्डेहरू कि कतातिर भित्र राख्ने कि नराख्ने यता सकेको यता चाहिँ ए भएछ भित्र छैन आज चाहिँ हाम्रो खुच्चे मैदाहरू छ यिनीहरू उनीहरू चाहिँ के अरे खाली छ नि च्याब्रुङ डान्स गरिदिएको छौ न सानो अल्छे लखण्डेहरू परेछ हौ यता पनि छ नै खाना खानु जानुपर्ने हाम्रो खाना खाने ठाउँ सबैजना पो यता आइराख्नु भएको रहेछ त खाना टोलीमा आन्टीको फुलहरू गाइज
कहिले अङ्कलले त अघि खाना सुरु गर्नुभएछ नि त लोकन्डी आमा यहाँ हुनुहुन्छ खानु न लोकन्डीले नि अब थाप्नुपर्ने अरे थाप्नुपर्ने होला नि खाना है अट्छ होला त्यही अङ्कल त ढल्नु भयो क्या अन्त खाना थाप्नु पर्ने हो कि खाना त सिधै हो त नि खाना तरकारी अरू चाहिँ के हो मासु दाल अचार सबै छ है समहरू हुनुहुन्छ खाना बाँड्नेहरू के भन्नु र चाहियो भने सम्पर्क गर्नु होला भन्नुहरू के यहाँ चम्ची पनि लु यहाँ काका तरकारी खोइ चिप्सहरू तयारी भएछ यहाँ खाना है हाम्रो आजको हाम्रो अङ्कलको बिहेको खाना तपाईँ हेर्नु खाना खाने अहिले चाहिँ फुल भैँसीको छ त नि यहाँ ए कसलाई ए होइन यही छ म त्यति धेरै खान्छु चेलीहरूको पैसा है दियो बोक्नेहरूको बत्ती बोक्नेहरूको पैसा आमामा के हो खाममा त धेरै छ कि क्या अलि ठुलो ठुलो गरेर देखाउनु हो त्यसरी देखाउनु उयो पैसा हो कि के हो हम किन्दा अब मात्रै पुग्छ 1 वर्ष होइन 2 वर्ष होला नि अब नानीहरू त ल चिप्सहरू बिहेमा आउनुभयो यता तल पनि लिम्बू बेगमा हाम्रो छामालाई चाहिँ जाडो भएर यस्तो ओडेको अरे यहाँ बुढी बोजूहरू बस्नुभएको छ अन्त बाजेहरू अङ्कलहरू सबैजना अघि निकाले त निकाल्छु त बोक्नेहरू हेरौँ के भन्दै थियो ऊ त्यहाँ गएर रानो भन्नु नि राति पनि आयौँ हामी चाहिँ बेमा राति पनि छाड्दैन अन्त पार्टीको नि ल केटाकेटीहरू नाच बसिनु हेरौँ बेलुकाको पार्टी चाहिँ हाम्रो काकाहरू सबै बस्नुभएको छ रातिको पार्टीमा डान्स है हाम्रो ल है साथीहरू डान्स पनि गरेर आइसक्यौँ आजलाई मेरो भिडियो यति नै मेरो भिडियोलाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला टेक केयर बाई बाई फेरि भेटौँला